कल्पना गरौँ त एउटा ठूलो अनि एकदमै प्रख्यात कम्पनी बिस्तारै ओह्रालो लाग्दैछ। बजारमा त्यो कम्पनीको सेयर मूल्य दिनौ घटिरहेको हामी देख्न सक्छौं। सामान्य लगानीकर्ताहरू त आत्तिएर आफ्नो घाटा कम गर्न सेयर बेचिरहेका हुन्छन् नि। यस्तो बेला चारैतिर निराशा छाएको हुन्छ। हो नि, तर त्यही भिडमा कोही यस्तो पनि छ जसले यो घटेको बजारमा शान्तसँग बसेर करोडौं नाफा कमाइरहेको छ। कम्पनी जति बर्बाद हुँदै गयो भनौँ न, उसको खल्ती त्यति नै भरिँदै जान्छ। सुन्दा अलि अप्राकृतिक र के भन्छ अलि निर्दयी जस्तो पनि लाग्छ है। एक्ज्याक्टली। किनकि हामीले सामान्यतया शेयर बजार वा लगानीको कुरा गर्दा एउटा सिधा र सरल अपेक्षा राखेका हुन्छौं। सस्तोमा किन्ने अनि महँगोमा बेच्ने। यो नै त वित्तीय बजारको आधारभूत नियम जस्तो मानिन्छ नि। हो, धेरैजसो लगानीकर्ताको बुझाइ यही नै हुन्छ। बजार माथि जाँदा वा बुलिस हुँदा नाफा कमाउने कुरामा धेरैजसो अभ्यस्त हुन्छन्। एउटा कम्पनीले राम्रो गर्छ, त्यसको व्यापार बढ्छ अनि त्यसको सेयर मूल्य पनि बढ्छ भन्ने आशामा पुँजी लगाइन्छ नि त। तर वित्तीय बजार यतिमा मात्रै सीमित छैन। छैन। बजारमा जति पैसा कम्पनीको सफलतामा लगाइन्छ, खासमा कहिलेकाहीँ त्यति नै पैसा कम्पनीको असफलतामा पनि लगाइएको हुन्छ। ठिक छ, यसलाई अलिक केलाएर हेरौँ। यो उल्टो चक्र आखिर कसरी चल्छ त? सामान्य नियम सस्तोमा किनेर महँगोमा बेच्ने हो भने यहाँ त पहिला महँगोमा बेचेर पछि सस्तोमा किन्ने रणनीति अपनाइन्छ। ठ्याक्कै उल्टो। अनि आफूसँग हुँदै नभएको कुरा कसरी बेच्न मिल्छ भन्ने प्रश्न त जो कोहीको मनमा उठ्न सक्छ। तर वित्तीय बजारमा यो सम्भव छ र यसलाई नै सर्ट सेलिङ वा शर्टिङ भनिन्छ। एकदम सही भन्नुभयो। घट्दो बजारमा अर्थात् बेयरिश मार्केटमा पनि नाफा कमाउने यो एउटा निकै चर्चा हुने तर कमै बुझिएको विषय हो। र आजको यस गहिरो अध्ययनको मुख्य उद्देश्य नै यो रहस्यमय रणनीतिलाई डिकोड गर्नु हो। यो रणनीति बुझ्नको लागि बजारको संयन्त्र कसरी काम गर्छ भन्ने बुझ्नु जरुरी हुन्छ। सर्ट सेलिङ भनेको हावामा गरिने व्यापार चाहिँ होइन है फेरि। भनेपछि यसको पनि आफ्नो ठोस आधार हुन्छ। पक्कै पनि। सिद्धान्ततः यसको अर्थ हो आफूसँग नभएको सेयर अरू कसैबाट सापटी लिएर बजारमा बेच्ने अनि पछि त्यही सेयरको मूल्य घटेपछि सस्तोमा किनेर जसबाट सापटी लिएको हो उसैलाई फिर्ता गर्ने। यसको मुख्य मेकानिक्स नै यही बीचको मूल्य अन्तरबाट नाफा निकाल्नु हो। यो कुरालाई एउटा सामान्य उदाहरणबाट हेरौँ न त। मानौ एउटा गाउँमा एउटा राम्रो साइकलको एकदमै चर्चा छ अनि बजारमा त्यसको मूल्य 10,000 रुपैयाँ छ। हजुर, 10,000। तर बजारको भित्री कुरा बुझ्ने एकजना व्यक्तिलाई थाहा छ कि केही दिनमै त्यस्तै नयाँ साइकल एकदमै सस्तोमा गाउँमा भित्रिँदैछ र त्यसपछि यो पुरानो साइकलको मूल्य त घट्नेवाला छ। त्यो सूचना उसँग छ। अब ती व्यक्तिले आफ्नो साथीसँग गएर त्यो 10,000 पर्ने साइकल केही दिनको लागि सापटी माग्छन्। साथीले दिएपछि ती व्यक्तिले तुरन्तै त्यो साइकल लगेर बजारमा अर्कै कसैलाई 10,000 रुपैयाँमा बेचिदिन्छन्। अनि उसको खल्तीमा 10,000 आयो। हो, खल्तीमा 10,000 आयो। नभन्दै केही दिनपछि बजारमा नयाँ साइकलहरू आए र त्यो पुरानो मोडलको साइकलको मूल्य घटेर 8,000 रुपैयाँ पुग्यो। अनुमान मिलेछ। अब ती व्यक्तिले बजारबाट 8,000मा त्यही मोडलको साइकल किन्छन् र आफ्नो साथीलाई लगेर ल यो तिम्रो साइकल भनेर फिर्ता गरिदिन्छन्। खल्तीमा 10,000 थियो, 8,000को साइकल किनेर दिँदा 2,000 रुपैयाँ नाफा भयो। अनि साथीले पनि आफ्नो साइकल जस्ताको तस्तै फिर्ता पायो। हो, तर यहाँनिर म अलिकति अड्किए है। त्यो साथीले आफ्नो साइकल त्यसै किन साप्टिदिन्छ त? उसलाई चाहिँ के फाइदा? ठ्याक्कै। सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो। बजारमा कोही पनि सित्तैमा परोपकार गर्न त बसेको हुँदैन नि। त्यही त। तपाईले भनेको उदाहरणमा त्यो साथीले त्यत्तिकै साइकल दियो होला, तर शेयर बजारमा साथीको भूमिका ब्रोकर वा ठूला संस्थागत लगानीकर्ताले खेल्छन्। उनीहरूले आफ्नो खातामा रहेको शेयर साप्टी दिए बापत निश्चित शुल्क वा ब्याज असुल गर्छन्। भनेपछि त्यहाँ ब्याज लाग्छ? एकदम। यसलाई बोरोइङ कस्ट भनिन्छ। उनीहरूलाई लाग्छ मेरो शेयर त्यसै डिब्याट खातामा थन्किएर बसेको छ, यसलाई सापटी दिएर थप केही ब्याज किन नकमाउने त? त्यसैले यो दुवै पक्षको लागि व्यापार हो। भनेपछि यो सित्तैको सापटी होइन, भाडामा लिए जस्तै हो। यसलाई अब शेयर बजारकै भाषामा भन्नुपर्दा यो सम्पूर्ण प्रक्रिया 4वटा चरणमा पूरा हुँदो रहेछ। पहिलो, सापटी लिने। हजुर, बोरोइङ। दोस्रो, बजारमा बेच्ने। तेस्रो, मूल्य घटेपछि सस्तोमा किन्ने, जसलाई कभरिङ भनिन्छ। र चौथो, फिर्ता गर्ने। एकदम सही।
यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने यसलाई एउटा ठोस काल्पनिक उदाहरणमा राखौँ। मानौ एबीसी भन्ने एउटा कम्पनी छ। यसको शेयर मूल्य अहिले बजारमा 1000 रुपियाँ छ। तर कम्पनीको वित्तीय रिपोर्ट खराब आउँदैछ भन्ने बलियो अनुमान छ। कुनै लगानीकर्ताले यो कुराको विश्लेषण गर्छन्। उनीहरूसँग यो एबीसी कम्पनीको एक किता पनि शेयर त छैन। अनि उनीहरूले ब्रोकर मार्फत शेयर सापटी लिन्छन्। हो, नियमअनुसार शेयर सापटी लिन्छन् र तुरन्तै 1000 रुपियाँमा बजारमा बेचिदिन्छन्। अनि बेचेपछि त्यसको सेटलमेन्ट चाहिँ कसरी हुन्छ नि? आफूसँग नभएको शेयर त कसरी ट्रान्सफर गर्ने? यहाँनिर बजारको प्राविधिक पक्ष आउँछ। धेरैजसो बजारमा T+2 अर्थात् कारोबार भएको 2 दिनभित्र शेयर हस्तान्तरण गरिसक्नुपर्ने नियम हुन्छ। 2 दिनको समय हुन्छ? लगानीकर्ताले आज बजारमा शेयर बेच्छन् र त्यो 2 दिनको समय सीमाभित्र ब्रोकरसँग संस्थागत रूपमा शेयर सापटी लिने सम्झौता गरेर खरिदकर्ताको खातामा शेयर पठाइदिन्छन्। यो सबै प्रक्रिया सिस्टमले नै अटोमेटिक रूपमा व्यवस्थापन गरिरहेको हुन्छ। अनि अनुमान गरे जस्तै केही दिनमा त्यो एबीसी कम्पनीको शेयर मूल्य घटेर 800 रुपियाँमा झर्यो भने अब ती लगानीकर्ताले बजारबाट 800 रुपियाँमा त्यो शेयर किन्छन् र ब्रोकरलाई सापटी फिर्ता गरिदिन्छन्, होइन त? एकदम ठिक। 1000मा बेचेर 800मा किन्दा एउटा शेयरमा 200 रुपियाँ खुद नाफा भयो। ब्रोकरको कमिसन र ब्याज घटाएर बाँकी रहेको रकम। बाफ्रे, यो त घट्दो बजारमा पनि पैसा छाप्ने गजबको मसिन जस्तो पो सुन्यो त। अरू लगानीकर्ताहरू आफ्नो पोर्टफोलियो घटिरहेको हेरेर बसिरहँदा सर्ट सेलरहरू भने बजार घटेकोमा रमाइरहेका हुन्छन्। सुन्दा निकै आकर्षक लाग्छ नि, होइन? तर यो जति आकर्षक सुनिन्छ त्यति नै भयानक पनि हुन सक्छ। नाफा कमाउने यो कायदा यति नै सजिलो हुन्थ्यो भने त हरेक लगानीकर्ताले यही गर्थ्यो होला नि। हो नि, बजारमा त सबैलाई पैसा कमाउनु छ। तर शेयर बजारमा जोखिम बिनाको प्रतिफल कहिल्यै हुँदैन। हो, जोखिमको कुरा गर्दा यहाँनिर चाहिँ कुरा एकदमै रोचक बन्छ है। एउटा गम्भीर गणितीय पक्ष छ यहाँ। सामान्य रूपमा शेयर किन्दाको जोखिम हेरौँ न। कुनै कम्पनीको शेयर 1000 रुपियाँमा किन्यो भने अधिकतम घाटा कति हुन सक्छ? धेरैभन्दा धेरै त्यो कम्पनी टाट पल्टेर त्यसको मूल्य शून्यमा झर्ला। हो, अर्थात् अधिकतम घाटा 100% वा 1000 रुपियाँ प्रति किता हुन्छ। घाटाको एउटा तल्लो सीमा छ 0। तर सर्ट सेलिङमा त कथा ठ्याक्कै उल्टो हुन्छ। मूल्य घट्ने होइन, बढ्ने कुरामा डर हुन्छ। अनि मूल्य बढ्नको लागि त कुनै सीमा नै हुँदैन नि। मूल्य त जति पनि माथि जान सक्छ। हो, त्यही त। यो त एकदमै डरलाग्दो कुरा भयो। साँच्चै भन्ने हो भने सर्ट सेलिङको सबैभन्दा डरलाग्दो पक्ष नै यही हो। यसलाई वित्तीय भाषामा असीमित घाटा वा अनलिमिटेड लस भनिन्छ। अघिकै एबीसी कम्पनीको उदाहरण लिउँ न। मूल्य घट्छ भनेर 1000 रुपियाँमा सापटी लिएर बेचियो। तर अनुमान गलत निस्कियो भने? बजारमा कम्पनीले नयाँ ठूलो प्रोजेक्ट पाएको समाचार आयो र शेयरको मूल्य घटेर 800 हुनुको साटो बढेर 1200 रुपियाँ पुग्यो रे। ल मानौ। अनि यदि ब्रोकरसँग सापटी लिएको अवधिको सम्झौता सकिन लाग्यो भने त त्यो शेयर फिर्ता गर्नै पर्ने बाध्यता हुन्छ नि त फेरि? पक्कै पनि। यदि सम्झौताको अवधि सकियो भने बजार मूल्य जतिसुकै होस्, बजारबाट किनेर शेयर फिर्ता गर्नै पर्छ। 1200 पुगेको बेला किन्नु पर्यो भने सिधै 200 रुपियाँ प्रति किता घाटा लाग्यो। अनि अझ सोचौं त, मूल्य बढेर 2000, 5000 वा 10000 पुग्यो भने नि? घाटा पनि त्यही अनुपातमा बढ्दै जान्छ। किन्दाखेरि 1000 को शेयर शून्यमा झर्दा अधिकतम घाटा 1000 हुन्थ्यो। तर बेच्दाखेरि त्यही शेयर 5000 पुग्यो भने घाटा 4000 रुपियाँ हुन्छ। लगानी गरेको पुँजीभन्दा कैयौं गुणा बढी घाटा लाग्न सक्छ। अझ आजभोलि धेरै बजारमा सर्किट ब्रेकरको नियमअनुसार दिनकै 10 वा 15%ले मूल्य घटबढ हुन सक्छ। यस्तोमा त केही दिनमै पुरै सम्पत्ति सखाप हुन सक्ने रहेछ। एकदमै। अनि अर्को एउटा कुरा, अघि हामीले सापटीमा लिँदा लाग्ने ब्याज वा बरोइङ कस्टको कुरा गर्यौं। यो ब्याज त दिनदिनै बढ्दै जाने होला नि? हो नि। जति धेरै दिन शेयर होल्ड गरिन्छ, ब्रोकरलाई तिर्नुपर्ने ब्याज त्यति नै बढ्दै जान्छ। एकातिर बजार मूल्य बढ्दै गएर सिधा नोक्सानी भइरहेको हुन्छ,
अर्कोतिर दैनिक ब्याजले थप भार थपिरहेको हुन्छ। पर्खनुस् त, यसमा अर्को एउटा जटिलता पनि मेरो दिमागमा आयो है। मैले कुनै सेयर सापट्टि लिएँ र बेचेँ, त्यो सेयर त अब अर्कै खरिदकर्ताको खातामा गइसक्यो। हजुर, गइसक्यो। तर सापट्टि दिने वास्तविक लगानीकर्ताले त आफ्नो सेयर कम्पनीमा छँदैछ भन्ने सोच्छ। यदि त्यही बीचमा कम्पनीले लाभांश वा डिभिडेन्ड घोषणा गर्यो भने के हुन्छ? त्यो लाभांश कसले पाउँछ त? यो एकदमै सूक्ष्म तर महत्त्वपूर्ण प्राविधिक कुरा हो। कम्पनीले लाभांश बाँड्दा जसको खातामा सेयर छ उसैलाई दिन्छ, अर्थात् जसले बजारमा त्यो सेयर किन्यो उसले लाभांश पाउँछ। तर सापट्टि दिने मूल लगानीकर्ताले पनि त आफ्नो लाभांशको अपेक्षा गरेको हुन्छ नि। हो त। यस्तो अवस्थामा सर्ट सेलर अर्थात् जसले सापट्टि लिएर बेचेको हो उसले आफ्नो खल्तीबाट त्यो लाभांश बराबरको रकम वा बोनस सेयर सापट्टि दिने व्यक्तिलाई बुझाउनु पर्ने हुन्छ। बाफरे! भनेपछि उल्टो दिशामा गएको बजारमा घाटा पनि सीमित, दिनदिनै ब्याज पनि तिर्नुपर्ने, अनि कम्पनीले नाफा बाँडेमा त्यो पनि आफ्नै खल्तीबाट दिनुपर्ने। यो त साँच्चीकै दुईधारे तरवार हो। यस्तो जोखिमपूर्ण खेलमा एउटा अर्को एकदमै डरलाग्दो सुनिने परिदृश्य छ, शॉर्ट स्क्विज। यो शब्द सुन्दा नै कसैलाई भित्तामा च्यापेर सास फेर्न गाह्रो बनाए जस्तो लाग्छ मलाई त। के हो यो शॉर्ट स्क्विज? यो साँच्चै नै सर्ट सेलरहरूको लागि सबैभन्दा भयानक दुस्वप्न हो। यो कसरी हुन्छ भने कहिलेकाहीँ बजारका धेरै लगानीकर्ताहरूलाई एउटै कम्पनी ओभरभ्याल्युड छ, अर्थात् अत्यधिक महँगो छ भन्ने लाग्छ। अनि उनीहरू सबैले ठूलो मात्रामा त्यो कम्पनीको सेयर सर्ट गर्छन्। हो, बजारमा त्यो सेयरको कृत्रिम आपूर्ति धेरै हुन्छ। तर अचानक कुनै अप्रत्याशित राम्रो समाचार आउँछ। सायद कम्पनीलाई कसैले खरिद गर्दैछ वा नयाँ क्रान्तिकारी प्रविधि सार्वजनिक गर्यो। अब सेयरको मूल्य बिस्तारै माथि जान थाल्छ। मूल्य माथि जान थालेपछि त सर्ट सेलरहरू अत्तालिने भए नि, उनीहरूले त घाटा हुन थाल्यो। अत्तालिने मात्र होइन नि, उनीहरूमा प्यानिक सिर्जना हुन्छ। घाटा असीमित हुने डरले उनीहरू हतार हतार आफ्नो पोजिसन क्लोज गर्न अर्थात् बजारबाट सेयर किन्न तम्सिन्छन्। तर समस्या के हुन्छ भने धेरैजनाले एकैचोटि सेयर सर्ट गरेका हुन्छन्। अनि सबैजना एकैपटक बजारमा सेयर किन्न आउँछन्। हो, सबैजना एकैपटक किन्न आएपछि त माग ह्वात्तै बढ्ने भयो नि। माग बढेपछि मूल्य झन माथि जाने भयो। ठ्याक्कै। एकातिर नयाँ लगानीकर्ताहरू राम्रो समाचार आएर सेयर किनिरहेका हुन्छन्, अर्कोतिर सर्ट सेलरहरू आफ्नो ज्यान बचाउन, भनौँ न घाटा कम गर्न जतिसुकै मूल्य तिरेर भए पनि सेयर किन्न बाध्य हुन्छन्। यसले त झन ठूलो खरिद चाप सिर्जना गर्छ होला। एकदम। यो भयानक खरिद चापले सेयरको मूल्यलाई रकेट जस्तै उडाइदिन्छ। मूल्य बढ्छ, जसले गर्दा बाँकी रहेका सर्ट सेलरहरू झन धेरै घाटामा जान्छन् र उनीहरू पनि आत्तिएर किन्न थाल्छन्। यो एउटा यस्तो चक्र बन्छ जसले सेयरको मूल्यलाई अकल्पनीय उचाइमा पुर्याउँछ। अनि यसलाई नै सर्ट स्क्विज भनिन्छ, जहाँ सर्ट सेलरहरू च्याप्पिन्छन् र उनीहरूको पुँजी स्वाहा हुन्छ। हो, एकदम सही। यसको सबैभन्दा ज्वलन्त र चर्चित उदाहरण त 2021 को गेमस्टपको घटना होला नि, होइन र? वॉल स्ट्रिटका ठूला हेज फन्डहरूले यो भिडियो गेम बेच्ने कम्पनीको सेयर निकै घट्छ भनेर अर्बौं डलरको सर्ट सेलिङ गरेका थिए। त्यो घटना त इतिहासकै सबैभन्दा चर्चित सर्ट स्क्विज मध्ये एक हो। तर सामाजिक सञ्जालमा जोडिएका साना लगानीकर्ताहरूले मिलेर त्यो सेयर लगातार किन्न थाले नि त त्यति बेला। हो, साना लगानीकर्ताहरूले मूल्य बढाउन थालेपछि ठूला हेज फन्डहरू नराम्रोसँग च्यापिए। उनीहरूले घाटा कम गर्न झन धेरै मूल्य तिरेर सेयर किन्नु पर्यो। केही डलरमा रहेको सेयर मूल्य सयौं डलरमा पुग्यो। भनेपछि वॉल स्ट्रिटका कैयौं ठूला र स्थापित संस्थाहरूले अरबौं डलर गुमाए मात्र होइन, केही त टाटै पल्टिए। यसले के देखाउँछ भने जतिसुकै ठूलो र अनुभवी संस्था भए पनि सर्ट सेलिङको जोखिमबाट कोही पनि अछुतो रहन सक्दैन। अनुमति दिएका छन् त। अमेरिका, बेलायत वा हाम्रै छिमेकी भारतमा पनि यो अभ्यास छ। यदि यो यति नै खतरनाक छ भने यसलाई पूर्ण रूपमा बन्द किन गरिँदैन? यदि यसलाई हामीले बृहद रूपमा हेर्ने हो भने, किनभने यसले बजारमा एउटा अति आवश्यक सन्तुलन वा चेक एन्ड ब्यालेन्सको काम गर्छ। सन्तुलन कसरी? यदि बजारमा सेयर किन्ने मान्छेहरू मात्रै हुने हो भने बजार सधैँ माथि मात्र गइरहने थियो र एउटा अस्वाभाविक बबल बन्ने थियो। कहिलेकाहीँ कम्पनीहरूको सेयर मूल्य उनीहरूको वास्तविक व्यापार, नाफा वा औकातभन्दा धेरै माथि पुग्छ। यसलाई हामी ओभर भ्याल्युड भन्छौँ।
यस्तो बेलामा संस्थागत लगानीकर्ता वा हेज फन्डहरूले विस्तृत अनुसन्धान गर्छन्। उनीहरूले कम्पनीको वासलातभित्र लुकाएका ऋणहरू खोज्छन्, नक्कली आम्दानीको पर्दाफास गर्छन् वा व्यवस्थापनको कमजोरी पत्ता लगाउँछन्। भनेपछि उनीहरूले एक हिसाबले बजारको पुलिस वा अडिटरको जस्तो पो काम गर्ने रहेछन्। किसिमले हो। जब उनीहरूले कुनै कम्पनी भित्रभित्रै खोक्रो छ तर बाहिर सेयर मूल्य आकाशिएको छ भन्ने पत्ता लगाउँछन्, तब उनीहरूले ठूलो मात्रामा सर्ट सेलिङ गर्छन्। अनि त्यसले मूल्यलाई तल ल्याउन मद्दत गर्छ। हो नि, यसले बजारको अस्वाभाविक वृद्धिलाई रोकेर मूल्यलाई यथार्थको धरातलमा ल्याउन मद्दत गर्छ। त्यसैले नियामक निकायहरूले यसलाई पुरै बन्द गर्नुको साटो कडा नियमन गरेर खुल्ला राखेका हुन्। नियमनको कुरा गर्दा नि भारतमा एउटा निकै रोचक नियम रहेछ, इन्ट्राडे सर्ट सेलिङ। त्यहाँ सामान्य लगानीकर्ताले सर्ट सेलिङ त गर्न पाउँछन्, तर बेलुका सुत्नु अघि नै त्यसको हिसाब किताब मिलिसकेको हुनुपर्छ, होइन र? हो, भारतमा रिटेल अर्थात् साना लगानीकर्ताहरूको लागि इन्ट्राडेको नियम छ। बजार खुलेको समयमा सेयर बेचेपछि बजार बन्द हुनु अघि नै त्यसलाई किनेर पोजिसन क्लोज गरिसक्नुपर्छ। यदि दिनभरमा सेयर फिर्ता गरिएन भने नि? त्यस्तो भयो भने सिस्टमले आफै बजार मूल्यमा किनेर सेटलमेन्ट गरिदिन्छ र लगानीकर्तालाई भारी जरिवाना लाग्छ। यसले रातारात कुनै ठूलो समाचार आएर भोलिपल्ट बिहानै भारी नोक्सानी हुने जोखिमलाई धेरै हदसम्म सीमित गर्छ। अनि अन्तर्राष्ट्रिय बजारमा सुनिने अर्को एउटा शब्दावली पनि छ, नेकेड सर्ट सेलिङ। यो शब्द सुन्दा नै अलि गैरकानुनी वा नियम मिचेर गरिएको काम जस्तो सुनिन्छ मलाई त। खासमा धेरैजसो विकसित बजारहरूमा यो साँच्चीकै गैरकानुनी नै छ। अघि हामीले कुरा गर्यौं कि सर्ट गर्नको लागि पहिला सेयर सापटी लिनुपर्छ। हजुर। तर नेकेड सर्ट सेलिङ भनेको सेयर सापटी लिने सुनिश्चित नगरिकन वा सेयरको स्रोत नै नभइकन हावाको भरमा सेयर बेच्नु हो। यसले बजारमा नभएको सेयरको कृत्रिम आपूर्ति सिर्जना गर्छ। स्रोत नै नभई कसरी बेच्ने, यो त अचम्म भयो नि। त्यही त, यदि कसैले बजारमा उपलब्ध नभएको लाखौं किता सेयर बेच्छु भनेर अर्डर राख्यो भने त्यसले बजारलाई सजिलै म्यानिपुलेट गर्न वा सेयर मूल्यलाई जबरजस्ती खसाल्न सक्छ। यसले त कम्पनीलाई नै जबरजस्ती धराशायी बनाउन सक्ने भयो नि, होइन? एकदमै। त्यसैले 2008 को वित्तीय सङ्कटपछि अमेरिका लगायतका धेरै देशहरूले नेकेड सर्ट सेलिङलाई कडा प्रतिबन्ध लगाएका छन्। बेच्नु अघि सेयर कहाँबाट ल्याउने हो त्यसको स्रोत सुनिश्चित हुनैपर्छ। अनि अरू के कस्ता नियमहरू छन् यसलाई कन्ट्रोल गर्न? यसका साथै अर्को एउटा महत्त्वपूर्ण नियम हुन्छ अप्टिक रुल। जब बजारमा भारी गिरावट आइरहेको हुन्छ, सबैतिर प्यानिक हुन्छ, त्यस्तो बेलामा सर्ट सेलिङ गर्न रोक लगाइन्छ। घटिरहेको बेला झन बेच्न पाइँदैन। मूल्य अलिकति माथि गएको बेलामा, जसलाई अप्टिक भनिन्छ, त्यति बेला मात्र सर्ट गर्न पाइन्छ। यसले बजार एकैचोटि तासको महल जस्तै ढल्नबाट बचाउँछ। साथै ठूला हेज फन्डहरूले ठूलो मात्रामा सर्ट पोजिसन लिएका छन् भने नियामक निकायलाई पारदर्शी रूपमा जानकारी गराउनुपर्ने कडा कानुनी व्यवस्था पनि हुन्छ। विश्व बजार र त्यहाँका कडा नियमहरूको कुरा त भयो, त्यसो भए यी सबैको अर्थ के हो त? अब हाम्रै आफ्नै परिवेश अर्थात् नेपालको पुँजी बजार नेप्सेको सन्दर्भमा कुरा गरौँ। हुन्छ, नेप्सेको कुरा गरौँ। जब जब नेप्सेमा बजार निरन्तर ओह्रालो लाग्छ र लगानीकर्ताहरूको पोर्टफोलियो रातो हुन्छ, तब बजारमा एउटा आवाज उठ्छ, नेपालमा पनि सर्ट सेलिङ खुलाउनुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो माग उठ्नु त स्वाभाविक पनि हो, तर के नेपालको बजार यसको लागि तयार छ त? नेपालको सन्दर्भमा कुरा गर्दा नि नेप्सेमा हालसम्म सर्ट सेलिङ गर्ने कुनै पनि कानुनी, नीतिगत र प्राविधिक व्यवस्था छैन। बजार घट्दा पैसा कमाउने विकल्प नभएकोले लगानीकर्ताहरूबाट माग उठ्नु त स्वाभाविक नै हो। तर हामीले हाम्रो बजारको गहिराई र परिपक्वतालाई बुझ्न जरुरी छ। विकसित देशहरूले समेत कडा नियमन र प्रविधि मार्फत मुस्किलले व्यवस्थापन गरिरहेको यो औजारलाई हल्का रूपमा लिन मिल्दैन। हाम्रो बजारको आकार पनि त एकदमै सानो छ नि। थोरै पुँजी भएका केही ठूला खेलाडीहरूले मात्रै पनि बजारलाई सजिलै तलमाथि गराउन सक्ने अवस्था बेला बेलामा देखिन्छ। यस्तोमा सर्ट सेलिङले झन् ठूलो अस्थिरता ल्याउने डर हुँदैन र? एकदमै ठूलो डर हुन्छ। नेपाल जस्तो विकासोन्मुख सानो बजार निकै संवेदनशील छ। यहाँ कम्पनीको वित्तीय अवस्था भन्दा पनि हल्ला, अफवाह र केही समूहको प्रभावमा बजार चल्ने गरेको हामी पाउँछौं। हो नि, हल्लाको भरमा बजार धेरै चल्छ।
यस्तो बजारमा नेकेड सर्ट सेलिङ जस्ता अभ्यासले त झन ठूलो भूकम्प ल्याउन सक्छ। राम्रो गरिरहेका कम्पनीहरूलाई पनि जबरजस्ती घटाइदिन सक्ने जोखिम अत्यधिक रहन्छ। त्यसो भए के नेपालमा यो सम्भव नै छैन त? यसलाई भित्र्याउने कुनै सुरक्षित र व्यवस्थित बाटो हुन सक्छ कि सक्दैन? सुरक्षित बाटो भनेको कभर्ड सर्ट सेलिङ मात्रै हो। यदि भविष्यमा नेपालमा यो रणनीतिलाई खुल्ला गर्ने नै हो भने बेच्नु अघि शेयरको स्रोत पूर्ण रूपमा सुनिश्चित भएको हुनुपर्छ। अर्थात् शेयर सापटी लिएको पक्का हुनु पर्यो। हो, लगानीकर्ताले पहिले नै वैधानिक रूपमा शेयर सापटी लिइसकेको हुनुपर्ने कडा व्यवस्था गर्नुपर्छ। यसको लागि सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ अर्थात् शेयर सापटी लिने र दिने स्पष्ट कानुनी र प्राविधिक पूर्वाधार नेफ्से र सिडिएससीको सिस्टममा विकास हुनुपर्छ। कोहीसँग भएको शेयर सुरक्षित रूपमा अर्कोलाई सापटी दिने संयन्त्र नबनिकन यो सम्भव नै छैन। आजको यस रोचक विश्लेषणबाट हामीले शेयर बजारको एउटा निकै भिन्न र उल्टो संसारको बारेमा बुझ्ने मौका पायौं। सामान्य रूपमा सस्तोमा किनेर महँगोमा बेच्ने मानसिकतालाई चुनौती दिँदै आफूसँग हुँदै नभएको शेयर सापटी लिएर बेच्ने र मूल्य घटेपछि किनेर नाफा कमाउने यो सर्ट सेलिङको मेकानिक्स साँच्चै नै अनौठो रहेछ। एकदमै। तर यसको पछाडि लुकेको असीमित घाटाको डरलाग्दो यथार्थ र सर्ट स्क्विज जस्तो अवस्थाले लगानीकर्तालाई कसरी टाट पल्टाउन सक्छ भन्ने पनि आज प्रष्ट भयो। गेमस्टपको उदाहरणले बजारका ठूला खेलाडीहरूलाई पनि साना माछाहरूले कसरी खान सक्छन् भन्ने पनि देखायो नि। हो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, अन्तर्राष्ट्रिय बजारले यसलाई कसरी नेकेड सर्टिङ माथिको प्रतिबन्ध र अप्टिक रुल जस्ता संयन्त्र मार्फत व्यवस्थापन गरिरहेको छ भन्ने बुझ्नु हो। हजुर। सर्ट सेलिङले बजारमा खराब कम्पनीहरूको वास्तविक अनुहार बाहिर ल्याउन र मूल्य सन्तुलनमा राख्न मद्दत गर्ने भए तापनि यो बिना ज्ञान र बिना नियमन चलाउन नहुने एउटा दुईधारे तरवार हो। साँच्चै नै दुईधारे तरवार। यसले बजारलाई यथार्थमा राख्न पनि सक्छ र सानो गल्तीले पुरै पोर्टफोलियोलाई सखाप पनि पार्न सक्छ। नेपाल जस्तो बजारमा यसको माग उठ्नु स्वाभाविक भए पनि यसको कार्यान्वयन त्यति सजिलो बक्कै छैन। यसले सम्पूर्ण लगानीकर्ता र नियामक निकायहरूका लागि एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ। नेपालको पुँजी बजारमा यस्ता उच्च जोखिमयुक्त औजारहरू भित्र्याउनु अघि लगानीकर्ताको शिक्षा, प्रविधि र कडा नियमनको स्तर कतिको बलियो हुनुपर्छ? के हाम्रो बजार र आम लगानीकर्ताहरू यस्तो जटिल रणनीतिको सामना गर्न प्राविधिक र मानसिक रूपमा साँच्चीकै तयार भइसकेका छन् त? यो साँच्चै नै हामी सबैले विचार गर्नुपर्ने गम्भीर प्रश्न हो। नयाँ औजारहरूले अवसर त ल्याउँछन्, तर त्यही अनुपातमा नयाँ प्रकृतिका जोखिमहरू पनि सँगै बोकेर आउँछन् नि त। घट्दो बजारमा पैसा कमाउने लोभमा कतै हामी असीमित घाटाको भुवरीमा त फस्दैनौँ भन्ने सचेतना सबैभन्दा ठूलो कुरा हो। एकदम सही कुरा। यही वैचारिक प्रश्न र शेयर बजारको यो अर्को पाटोको यथार्थ छोड्दै आजको यस विस्तृत चर्चाबाट हामी बिदा लिन्छौं। बजार जति नै बढे पनि वा घटे पनि सही सूचना र गहिरो बुझाइ नै लगानीको सबैभन्दा ठूलो ढाल हो।